शुभ दिनका साथमा मेरो संसारको सबभन्दा सुन्दर ठाउँ यही म बाँचिरहेको छु। यही मेरो जीवनका सबै रमाइला पलहरू छन्। यहाँ मेरो बाआमाले दिनरात भनी मेहनत गर्नुहुन्छ। गोठमा गाई भैँसी बाख्राहरू टन्नै छन्। यिनीहरूलाई पनि भोको राउनु भएको छैन। मेरो बाआमाले गराएको घर साँच्चीकै स्वर्गभन्दा नि सुन्दर छ। मेरा बाबुआमाले दुःख कष्ट उकाली ओह्राली अनि घाँस दाउरा गरेर मेरा पालेका यी पशु पन्छीहरू पनि मेरो बाबुआमाका लागि हामी भन्दा नि प्यारो छन्। साँच्चै सुन्दर छन् अनि घरलाई पनि सुन्दर बनाएको छन्। घरदेखि वरपर जाँदा होस् या यिनीहरूले पनि हामीलाई निकै नै माया गर्छन्। मकै उदार्ने गोरु पाल्ने काम गर्ने यी सबैले हाम्रो जीवनको असल कथा देखाउँछन्। यो केवल काम मात्र होइन, परिवारको माया र सम्बन्धको प्रमाण हो। यस घरभित्रको प्रत्येक काममा हाम्रो परिवारको मेहनत, हाम्रो हाँसो, हाम्रो सपना र हाम्रो भविष्य लुकेको छ। यी दृश्यहरू केवल दृश्य होइन, यी हाम्रो जीवनको एउटा अध्याय हुन् जसलाई म तपाईहरुसँग बाँड्दैछु।